आजको हाम्रो यात्रा रहनेछ चिङ्गार खोला सुर्खेत। हामी जाँदैछौँ। अब हामी बाटो छोडेपछि अब हामी खोलातर्फ लागेको अवस्था छ। यहाँनिर हामीहरू गइरहेको अवस्था यहाँनिर देख्न सक्छौँ। यो फाकलहरू यसरी चाहिँ फलेको अवस्था छ बाटोमा। अब केही दिनमा यसको फलहरू पाक्छ। हामी खोलामा आइरहेका छौँ। अब हामी यहाँ देख्न सक्छौँ माछा मार्ने टोलीहरू यता यता छरिएर रहनुभएको छ। हामी केही तल जाँदैछौँ। देख्न सक्छौँ हामी यहाँको स्थानीयहरू माछा मार्नको लागि फटेला लिएर आइराख्नु भएको अवस्था छ। कोही चाहिँ जालमा हुनुहुन्छ। हामी देख्न सक्छौँ यहाँनिर फटेला खेल्दै हुनुहुन्छ। कति पार्नुभयो? कति जति भेटाउनुहुन्छ? 1 पाउ 1 किलो? 1 किलो जति हुन्छ है। हामी देख्न सक्छौँ यहाँनिर यसरी ढुङ्गाहरू पल्टाएर यो फटेला भन्छ। यो उहाँको हातमा भएको माछा छोप्न प्रयोग हुने उहाँले चाहिँ फटेला प्रयोग गर्नुभएको छ। ढुङ्गा लडाउँदै हुनुहुन्छ आफै। यसरी चाहिँ अहिले पनि ल गङ्गटो खोइ कस्तो हुने रहेछ गङ्गटा है। उहाँले चाहिँ गङ्गटा छोप्नुभएको छ अहिले। तल अर्को दाजुले चाहिँ जाल हान्दै हुनुहुन्छ भने केही तल दुवाली थुन्ने काम भइरहेको छ। यो हाम्रो यो चिङ्गाड खोला भन्छ हजुर है। यो हामी पुलटार नजिक छौँ है चिङ्गाडको। कति पार्नुभयो माछा? खोज्दै हुनुहुन्छ उहाँले माछा। सानो भुरा माछाहरू छ, धेरै ठुलो त छैन। खोलै खोला उहाँहरू चाहिँ आफ्नै सुरमा माछा समात्दै हुनुहुन्छ। त्यो हाम्रो देख्न सक्छौँ यो माछा राख्नको लागि बाँसको बनेको यसलाई चाहिँ हाम्रो फुर्लुङ भन्छ। जाल हानिरहनु भएको छ। अहिले उहाँसँग लगभग माछा फसेको अवस्था हामी देख्न सक्छौँ। यहाँनिर सानो माछाहरू छ। राख्दै हुनुहुन्छ माछा।